फर्स्ट टाइम डेटिङ गएको होइन आम्मामामामा कम्ता लाज लाग्दो रहेछ भने कुरा त भएको थियो नि पहिल्यै। बेग तिमीलाई भेट्ने बित्तिकै अँगालो हाल्छु म, हामीसँगै टाइम स्पेन्ड गर्ने, यहाँ जाने त्यहाँ जाने, यो खाने त्यो खाने। यस गएको नि अब राम्रोसँग नलजाइकन अनुहारमा 5 सेकेन्ड हेर्न सके भए त मरिजाम क्या। के विधि लाज लाग्यो। उसले पनि भन्न त भनेको थियो नि, एक्लै आऊ है बेबी, तिमी र म मात्र, अरू भयो भने त बेकारमा डिस्टर्ब मात्र हुन्छ हामीलाई रे। अब आफू त सोझो ल त नि भनेर एक्लै गइदिहाले भेट्न। मोरी त आफै साथी लिएर पो आउँदी रहेछ। न मसित राम्रोसँग बोल्छे, आफू एक्लै छु, ऊ साथीसँग खुसुर खुसुर के कुरा गरे हो, मेरै कुरा काट्या कि जस्तो पनि लाग्ने। उसको साथी फेरि भेना कि भेना भन्दै जिस्काउँछे। बोल्नु पर्ने मान्छे बोल्नु छैन, साथी चाहिँ फेरि त्यसै मस्किनी के। कति न उसलाई नै भेट्न गएको जसरी। के खान्छौ त नि भनेर सोधेको, होइन केही नखानी, भोक छैन अरे। एक खाउ नखाऊ भन्छु, खादिन भन्न थाले। बालै भएन, टन्न हुने गरेर आफैले खाए। खानेकुरामा लाज मानेपछि भोकै भइन्छ है नानीहरू भनेर जिस्काइदे। साथीले खै भेना कपाल फोटो खिच्दिनु पर्यो दुईजनाको भन्न थाली। अङ्गालो हालेर फोटो खिच्नु पर्छ भने मान्छे जाबो सँगै हात समातेर फोटो खिच्न त सकिएन। फोटो पनि फेरि खिचेको खिचै लगभग आधी घण्टा लगेर खिच्यो होला के। लास्टमा त आज अलि राम्रो फोटो आएन है एउटा पनि रे। अचम्म छ। अब उही मात्र भएको भए सरर बाइकमा घरै नभए नि अगाडि चोकसम्म छोड्न जान हुन्थ्यो। साथी लिएर आएछ, त्यस्तै त हो नि। गए दुईजना।